सँगै सुतेको तर त्यस्तो तलमाथि केही पनि भएको छैन। अनि राति 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 अनि कहाँ जाने त अनि बोलाएर के बिग्रेको छ र? ए अनि त्यो केटालाई राति बोलाउने अनि के अरे सँगै एक रात बस्ने अनि त्यसरी केटाले छोडिदिने अनि त त्यसरी किन आएको? कारण आउने कारण के छ? त्यो केटा के पर्छ, के हो, कसो हो, सब भन्। त्यसो भए इमान्दारीपूर्वक बतायो त श्रीमानले। हो के केही पनि भएको छैन। दिदीसँग बसेको अरू कुनै परपुरुषसँग बसेको होइन? नै छैन। कुनै होटलमा बसेको होइन? नै छैन। कुनै पुरुषसँग रात बिताएको होइन? नै नै नै। पक्का? पक्का। बाचा? बाचा। एक बाचा? एक बाचा, दुई बाचा? बिताएको छैन भन्दा फर्स्ट चोटि आउँदाखेरि चाहिँ नि हुनुहुन्थ्यो। हो। फर्स्ट राति। देउस उसँग अनैतिक सम्बन्ध त भएको नै छैन? नै। एउटा चाहिँ दिदीको घरमा बसेको? हजुर। सँगै सुतेको तर त्यस्तो तलमाथि केही पनि भएको छैन। इमान्दारीपूर्वक बतायो त श्रीमानले। हो के केही पनि भएको छैन। साथीको नाताले होइन? हजुर। कुनै गलत भएको छैन? नै 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 नै। होइन, उसले साँचो कुरा बताए जस्तो छ, किनकि उसले ढाँटेन नि त। यदि त्यस्तो नराम्रो भएको त उसले ढाँट्थ्यो नि त। घरबाट अनि त त्यही केटा भेट्नु आएको कि के कारणले आएको त्यहाँ? म जहाँ पुग्छु भने त्यही हिँडेको। जहाँ पुग्छु जे हुन्छ त्यही पर्छ हान्दैन। अनि त्यसमा जहाँ पुग्छु त्यहाँ आउँछु भनेर त्यसमा केटासँग किन भेटिस् त? अनि यहाँ धरान आएपछि त मैले फोन गरेर बोलाएको। किन बोलाइस् त अनि? अनि कहाँ जाने यहाँ आएपछि? अनि त्यो केटालाई नि बोलाउनु पर्ने भने के छ अनि? अनि कहाँ के हो त्यो केटा? अनि राति 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 अनि कहाँ जाने त अनि बोलाएर के बिग्रेको छ र? ए अनि त्यो केटालाई राति बोलाउने अनि के अरे सँगै एक रात बस्ने अनि त्यसरी केटाले छोडिदिने अनि त त्यसरी किन आएको? कारण आउने कारण के छ? त्यो केटा के पर्छ, के हो, कसो हो, सब भन्। त्यसो भए कारण केही पनि छैन। साथी मात्र हो। तपाईँले हिँड भन्नुभयो त्यही भएर हिँडे। अझ नभएको भए त म बेङ्गलोर छिर्थेँ। ए अनि हिँड भन्नु बित्तिकै अनि तँले घरबाट हिँडेर आएर अनि इतरी आएर केटालाई कन्ट्याक्ट गरेर अनि केटा आउनु भनेर तैँले बोलाउनु पर्ने केटालाई अनि त्योभन्दा उपरान्त बाटै थिएन। जस अनैतिक सम्बन्ध भएको छैन। कुनै त्यो केटासँग कुराकानी भयो, बोल्यो, हाँस्यो, आफ्नो ठाउँमा छ साथीको नाताले अथवा होइन एउटा होइन हुन्छ नि त मानवताको नाताले। जेको नाता भए पनि अब त्यो तलमाथि केही पनि छैन नि त नि। अनैतिक तैँले ढाँटिस् भने भनेको मान्ने भने तँलाई डिएनए चेक गराएर त्यो केटालाई पनि खोजी गरेर डिएनए दुईजनाको चेक गर्नु अहिले कहिले आज भोलिसम्म म डिएनए चेक गर्न आउँछु। अनि लाउनु न त। त्यो मान्छे छ कहाँ, म छु कहाँ, सम्पर्क बिन छैन। कहाँबाट ल्याएर गर्नुहुन्छ गर्नु। ल ठिक छ। अब एउटा कुरा त्यही त गर्नु न त नि। मैले केही भनेको छु त? जे गर्नु मन लाग्छ गर्नु न त नि। अब ठिक छ, त्यतातिर नजाउँ अनुपजी। अब ठिक छ।